हेलो गुड मर्निङ सबैजनालाई। म चाहिँ आज घर गएँ बिहानै। अनि यो चाहिँ हाम्रो घरबाट देखिने दृश्य हो। एकदमै राम्रो मौसम थियो। सोलुखुम्बुमा चाहिँ यतिखेर न गर्मी न जाडो, एकदमै शीतल मौसम छ। अनि यो शीतल मौसममा ममा अनि त्यसपछि स्यारोन चाहिँ बाहिर बसिरहनु भएको छ। म पनि सँगै छु। यो चाहिँ हाम्रो घर हो। एकदमै मजा आउँछ बिहान यहाँ गएर बस्नु चाहिँ। स्वर्गीय आनन्द भन्ने हुन्छ होइन। स्वर्गीय आनन्द लिनलाई कहाँ जाने भन्दा आफ्नै घर जाने। अनि बिहानै गएर नुन चियाको मिठाससँगै यहाँ बस्नुको छुट्टै आनन्द हुन्छ। एकदमै मजा आउँछ मलाई चाहिँ। नुन चिया त मेरो बेस्ट चिया नै भइहाल्यो होइन। अनि यो चिया खाँदै रमाउँदै बसिरहेको छु। आज एकदमै राम्रो छ। बिहान चाहिँ पानी परिरहेको थियो। अहिले चाहिँ एकदमै राम्रो मौसम छ। अनि म चाहिँ बारीमा कर्कलोको आज तरकारी खाने भनेर सोच गरेर कर्कलो लिन आएको। यहाँ चाहिँ टन्नै कर्कलो छ। निकै धेरै सागसब्जी छ। ममा र दाइले रोप्नु भएको सब्जीहरू एकदमै धेरै राम्रो छ। अनि कर्कलो लिएर म चाहिँ रेस्टुरेन्टमा झरेँ। यो चाहिँ हाम्रो घर। अनि रेस्टुरेन्टमा झरेपछि बहिनीले चाहिँ मजाले कर्कलो चाहिँ लुछेर अनि कर्कलो बनायो। अनि मिठो भएपछि मैले पनि दिदीलाई झट्ट सम्झेँ। अनि उहाँलाई पनि खुवाउनु पर्यो। अहिलेसम्म कर्कलोको तिउन खानु भएको छैन भनेपछि लिएर आएँ। अनि हामी चाहिँ अहिले रमाउँदै कर्कलोको एकदमै दाल यति मिठो भएको थियो, यति मिठो। कर्कलोको दाल, टमाटरको अचार, अनि त्यसपछि मुन्टाको चाहिँ सब्जी बनाएका थियौँ। अनि मकैको च्याख्ला हो खाएको। अनि हामी चाहिँ गफ गर्दै रमाउँदै खायौँ। एकदमै मिठो भयो। तपाईँहरू पनि तपाईँको घर आँगनमा कर्कलो छ भने यसको फेद मात्रै खाने होइन, यसको पात र डन्डाको पनि मिठो चाहिँ तपाईँले तरकारी बनाएर, ग्रेभी बनाएर, अनि दाल पनि हुन्छ, जे बनाएर खानु भए पनि हुन्छ। एकदमै राम्रो, एकदमै अर्ग्यानिक होइन। यस्तो खान पाउनु भयो भने चाहिँ धेरै वर्ष बाँचिन्छ जस्तो लाग्छ। मिठो कर्कलोको गाबाको तरकारी झोल बनाएर खानुहोला। एकदमै स्वास्थ्यको लागि राम्रो हुन्छ। अनि आजको दिनको सुरुवात चाहिँ मेरो यस्तो भएको छ। बिहानको खाना पनि खायौँ दिदीबहिनी मिलेर गफ गर्दै, एक आपसमा कुराकानी गर्दै मिठो यो हामीले चाहिँ भोजन ग्रहण गऱ्यौँ। एकदमै खुसी लाग्यो होइन। कस्तो शीतल दिन छ। अनि दुईजना रमाउँदै खाना खाँदा झनै मजा भयो। अनि तपाईँहरूको हालखबर के छ? मैले युट्युब च्यानलमा भिडियो नहालेको पनि धेरै भएछ। अनि बिर्सिरहने कि युट्युबमा चाहिँ भिडियो लगाउँ भन्ने हुन्छ। अर्काको भिडियो हेर्दाखेरि लगाउँ जस्तो लाग्छ। तर आफू चाहिँ के गर्दा नै बिर्सिजाँदो रहेछ। अनि भिडियो नै लगाउँदैन रहेछ कि। अनि आज चाहिँ मैले पनि ठिकै छ आज चाहिँ लगाइदिउँ न त भनेर अनि गाभाको च्याख्लासँग भात खाएकै लगाइदिनु पर्यो। यसरी खान्छु भनेर होइन। हामीले चाहिँ यो अर्ग्यानिक खानेकुराहरू खायो भने हाम्रो स्वास्थ्य पनि राम्रो हुने होइन। अनि त्यसपछि रोगहरू पनि नलाग्ने भएकोले अब सानो बच्चा हुँदाखेरि चाहिँ हामीलाई यो केही कुराहरू मनै लाग्दैन थियो, मिठो केही नलाग्ने है। अनि त्यसपछि अब ठुलो हुँदै गएपछि चाहिँ जे पनि अर्ग्यानिक कुरा खोज्दै जाने कि। मलाई चाहिँ सिस्नो पनि यति धेरै मिठो लाग्छ। अनि यो गाभाको यो तरकारी त झनै मिठो लाग्ने भयो होइन। अनि त्यसपछि मलाई अरू पनि क्या लोकल कुराहरू चाहिँ एकदमै मिठो लाग्छ कि मलाई। अनि आज नि यस्तो मिठो भयो। यो त संसारकै मिठो भयो। मैले घरतिर पहिला खाने भन्दा पनि यहाँ मेरो रेस्टुरेन्टको बहिनीले बनाएको यो कर्कलोको गाभाको यो सुप चाहिँ यति मिठो होइन, यति उत्कृष्ट बनायो कि बहिनीले चाहिँ। अस्ति पनि संसारकै मिठो भयो, आज पनि संसारकै मिठो भयो। म चाहिँ एकदमै धेरै टेस्टी भएर एकदमै खुसी भएर यो खाएँ। एकदमै रमाइलो भयो। हजुरको पनि दिनहरू शुभ रहोस् होइन। स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, आफूलाई टाइम दिनुहोस्, मिठो खानेकुरा खानुहोस्, अनि सधैँ हेल्दी पनि रहनुहोस्। हेल्दी हुनुपर्छ है। थ्याङ्क यू। आजको लागि चाहिँ यति भन्दै मेरो भिडियो अफ गर्छु। फेरि पनि अब म क्रमैसँग होइन भिडियोहरू लिएर आउँछु। तपाईँहरूले मेरो युट्युब च्यानललाई पहिलोचोटि हेर्दै हुनुहुन्छ, मेरो भिडियोलाई पहिलोचोटि हेर्दै हुनुहुन्छ भने चाहिँ तपाईँहरूले मेरो भिडियोलाई लाइक सब्सक्राइब गरिदिनु होला ल। अनि माया गर्नुहोस्। अनि म यहाँको अर्ग्यानिक कुराहरू फेरि पनि तपाईँलाई देखाउँछु है। हस्, थ्याङ्क यू।